नजानु अबदेखि म जान्छु म गएर मलामी गएपछि भइगयो नि तपाईँहरू बुढाबुढीलाई किन चाहिन्छ किन जानुपर्छ काम नपाएर अब हामी बुढाबुढी बाँचेका जति त जानु त पर्छ त बाँच्दाको जन्ती मर्दाको मलामी भनेको सुनेका छैन सबै अलिक ठुला भएका नानीहरू पनि लिएर जानुपर्छ ती नानीलाई पनि जनाउनु पर्छ जानु पो पर्छ त हौ सबैजना जानुपर्छ सानीमा त बस्दा हुँदैन अब हामीले गरिहाल्छौँ तपाईँहरूले गरिसक्नु भयो अब हामी गर्ने हाम्रो टर्न हो अब सकुन्जेल त जानै पर्छ मलामी गन्ती हुन्छन् अरे ठुला ठुला साधु जनले मलाई फलानु मरेछ जाऊ जाऊ त्यहाँ गन्ती गर्न भन्छन् अरे पापी मर्यो कि धर्मी मर्यो भन्छन् अरे साधुजनले ठुला विद्वानले सोध्छन् अरे त्यो पठाएका मान्छेलाई अनि खोइ गुरुबा गुरु आफै जान्नु है कुनै यहीँ गरेर रुँदै थिए कुनै कति माया गर्दै थिए डोरिराखेको थिए कुनै चाहिँ बल्ल मरो बजिया त्यो त्यस्तो पापी थियो नि भन्छ अरे त्यो सबै लिखित हुन्छ अरे माथि गएर त्यसै भने जानै पर्यो भनेपछि नानीहरूलाई पनि लिएर जानु पर्यो हो त सही छ होइन मैले चाहिँ तपाईँहरू अब बुढाबुढी भइसक्नुभयो अब हामीहरूको पालो जति गर्नुभयो अब हामी जान्छौँ भन्न खोजेको मात्रै लिखित हुन्छ आफ्ना इष्ट मित्र हुन्छन् राख्नु पर्यो नि हो नि हो त